यहाँ मैले क्या दामी च्याउ भेटाएँ दुध देऊ च्याउ ए च्याउ भेट्यो धमिरा मात्रै भेटिन्छ नि यो चाहिँ यसरी भेटिँदो रहेछ नि ट्याक्क भरेर यो यसरी अनि कुकुर पनि च्याउ खोज्न आछन् च्याउहरू यसरी जागिरहेछन् च्याउ यो चाहिँ च्याउ हो यो चाहिँ च्याउ तो चलिए शुरू करते हैं। हेलो वेलकम टु च्याउ भलग यो चाहिँ च्याउ खोज्न जाने समय हो कि होइन अब यसमा म आफै कन्फ्युजन छु यो चाहिँ च्याउ खोज्न जाने समय हो कि होइन अब यसमा म आफै कन्फ्युजन छु अनि यति बेला चाहिँ बिहानको लगभग 4:30 बजेको छ हामी चाहिँ यहाँ दाङ तुलसीपुर यो जङ्गलतिर हामी चाहिँ च्याउ खोज्न जाँदैछौँ यहाँ चाहिँ हाम्रो यो ग्रुप देखिन्छ भाउजूहरू हाम्रो म्याडमहरू अनि दिदीहरू हुनुहुन्छ अनि म चाहिँ यसो त्यसमा जोडिएको छु यो माथितिर बत्तीहरू बलिरहेको चाहिँ मोबाइलको लाइटहरू हो अनि च्याउ खोज्न जानेहरू नै हुनुहुन्छ अरे हामीहरूभन्दा अगाडि पनि गइसक्नु भएको देखिन्छ अनि हामी हिँड्दैछौँ अनि अलि सबेरै गएपछि अलि सबेरै अरू दिन भेटाएको च्याउहरू बिहानै भेटिन्छ भनेर होला टोली चाहिँ कस्या छ है हामी चाहिँ ट्याक्कै अब यहाँ सडकबाट भित्रतिर जङ्गलतिर छिरौँ म च्याउ देखाउँछु हजुरहरूलाई कस्तो च्याउ भेटिन्छ त आज सङ्ग्रह नै भेट्यो भनेपछि मात्रै किरा ल यति बेला यहाँ दाङको जङ्गलमा राति नै मान्छेहरू जागेर पुरै च्याउ खोज्न आइरहेको छन् म चाहिँ त्यसको रमिता हेर्न आइरहेको छु सबै यता हेऱ्यो उता हेऱ्यो यो झिलिक मिलिक देखिने भने चाहिँ च्याउ खोज्नेहरूको झिलिक मिलिक हो म चाहिँ यो झिलिक मिलिकमा सहभागी भएको छु राति 4 बजेतिर नै उठेर मान्छेहरू चाहिँ च्याउ खोज्न निस्किँदो रहेछन् दिउँसो चाहिँ सकाइहाल्छन् भनेर बिहान मर्निङ वाक मैले पनि यति बेला च्याउ भेटाइसकेको छु यो चाहिँ मैले भेटाएको च्याउ हो यो त हार्याउ च्याउ हार्याउ यो चाहिँ यसरी भेटिँदो रहेछ नि ट्याक्क भरेर यो यसरी यसो गऱ्यो भने पातको मुनतिर भेटिँदो रहेछ मैले भेटाएको च्याउ चाहिँ बुझिङ्ग्याउ हार्याउ हरि ल मैले अब यहाँ सङ्ग्रह नै भेटाएँ देवलले च्याउ भेटिए देवल भेटिसक्यो देवलले च्याउ भेटिन बाँकी छ भित्र फुटालेको चाहिँ भित्र छन् कि अच्छा च्याउ भेट्यो धमिरा मात्रै भेटिन्छ नि भने तर पानी परे अब कमजोर रहेछ देउर
यसरी फुटाल्नु त भएन हैन भेटिन्न अन्त कहिले देउनमा भेटिन्थ्यो यस्तो यिनी च्याउ त छन् तर यिनी खाने रहेछन् के भेट्यो च्याउ निल्याउ च्याउ भेट्यो ओहो धमी र यहाँ देवाली च्याउ भेट्ने बेला निल्याउ च्याउ किन भेट्यो भाउजूले त थैलो भरिसक्नु भयो यति धेरै बनाएको छु अब पुग्छ मलाई यति धेरै बनाएको छु अब पुग्छ मलाई भाउजूले सङ्ग्रहालय बाइक सबै भेटाल्नु भएछ साथै पछाडि दुईटा अर्को यता अनि कुकुर पनि च्याउ खोज्न आछन् अनि कुकुर पनि च्याउ खोज्न आछन् च्याउ त छन् नि हेर्नु च्याउ फेरि लाइट लाउने भने चाहिँ यस्तो टल्किने रहेछ यहाँ चाहिँ च्याउहरू यस्तरी जागिरहेछन् च्याउ च्याउ यो चाहिँ च्याउ हो च्याउ 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 छन् च्याउ 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 फेरि अर्को च्याउको समूह भेटिएको छ च्याउ च्याउ जताततै च्याउ छन् तर यिनी सबैले छानेर फालेका च्याउहरू रहेछन् र यहाँ चाहिँ काल्याउ च्याउ पनि भेटिएको छ यो चाहिँ मिठो च्याउ हुन्छ काल्टाउके पनि भन्दो रहेछ यतातिर काल्याउ च्याउ फाइनल्ली दुईटा भेटियो काल्याउ च्याउ मैले चाहिँ खतरा राम्रो च्याउ पाएँ दुधदेउ च्याउ चट्ट लाएर यहाँ मैले क्या दामी च्याउ भेटाएँ दुधदेउ च्याउ यहाँ मैले क्या दामी च्याउ भेटाएँ दुधदेउ च्याउ जातो दुधदेउ लौ त गाइज यति बेला चाहिँ अब झिसमिसे उज्यालो भइसक्यो अनि यति बेला चाहिँ अब हामी फर्किने मुडमा छौँ सबैको प्लास्टिक चाहिँ च्याउले भरिसकेको छ अब चाहिँ हामी अलि माथि नै पुगेका थियौँ अनि च्याउहरू चाहिँ धेरै थियो अनि राम्रो राम्रो च्याउ खोज्दै हामी फर्क्यौँ अब चाहिँ हामी राम्रो भएपछि मात्रै च्याउ लिन्छौँ नत्र हामी निस्कन्छौँ उज्यालो भइसकेको छ हवस् त हजुरहरूलाई धन्यवाद यतिन्जेल भिडियो हेरिदिनु भएकोमा यो भिडियो सम्झनाको लागि पनि थियो र हजुरहरू समक्ष एउटा सम्झना सेयर गर्नलाई पनि थियो धन्यवाद।